सो हेलो एभ्रिवान, वेलकम ब्याक इन माई न्यू भ्लग। आजको भ्लगमा सबैजनालाई स्वागत छ र हाम्रो साइकल हेर्न सक्नुहुन्छ यहाँ छ र आज चाहिँ मैले यसलाई मोडिफाई गर्न जाँदैछु होइन, त्यही नै हो। अब एकछिनमा भेटौँ न। सो गाइज होइन, यो चाहिँ हो हाम्रो साइकल बिफोर कन्डिसन नर्मल ह्यान्डलसित है र हजुरहरूले हेर्न सक्नुहुन्छ यस्तै छ स्थिति। हाम्रो कालीलाई हेर्न सक्नुहुन्छ, के छ हाल खबर तेरो? ठिक छ नि। ल अब टक्क दुईटा हात छोडेर म लागे साइकल बनाउन। राइट ह्यान्डल किनिसकेँ, यहाँ यस्तै लाउँछु ह्यान्डल 2000 र मैले चाहिँ त्यो ह्यान्डल चाहिँ 2000मा किनेँ होइन। र तल ल्याएर चाहिँ एउटा भैयालाई टक्क लाएर फिटिङ गरिदिने भने होइन। फिटिङ गरिदिएको चार्ज चाहिँ 50 रुपियाँ लिनुभयो र हेर्न सक्नुहुन्छ ह्यान्डल चाहिँ फिट भइसकेको अवस्था छ। दामी देखिरहेको साइकल। र त्यहाँ चाहिँ मैले यो काँडा पनि फेरेँ है, सिमानोको हाल्छु भन्ने सोचेको थिएँ तर सिमानोको चाहिँ हाल्न मिलेन। त्यहाँ पछि चेन पनि फेरेँ। सो नयाँ ह्यान्डल र यो चाहिँ हो पुरानो। यसो सिनेमेटिक सर्ट हानिदिउँ न त भनेर भिडियो बनाइदिएको हेर्न सक्नुहुन्छ। ल ल सो पछि सुजल आउँदैछन् जङ्गलको बाटो। सक्दैनौ, कता झारीमा हाले ऊ सकेनौ छ्या, बेदा तान्यो यार थुक्क। सो अहिले चाहिँ हामी माथि डाँडामा जाँदैछौँ। डाँडामा गएर चाहिँ साइकलको सिनेमेटिक सर्ट हान्ने भन्ने हाम्रो विचार हो। हेरौँ यो बाटो हो, कुरै कुरो यार। सो हामीले चाहिँ यस्तो वनबाट लिएर जाँदैछौँ साइकल होइन। उताबाट घुमेर जाने बाटो त छ होइन, तर घुमेर गयो भने चाहिँ के हुन्छ भन्दाखेरि एकदम लामो हुन्छ, ढिलो हुन्छ। त्यसैले हामी यो सर्टकट बाटो लिएर आएको अवस्था हो। हेर्न सक्नुहुन्छ बाटो होइन। त्यही न गाइज, अब एकछिन नभेटौँला माथि गएर खतरा सिनेमेटिक हान्ने सोच त छ। अब सुजलले कस्तो हान्छन् भन्ने कुरो हो। यहाँ यो भर्याङ नै चढाउनु पर्छ यार, साइकल उचालेर त्यत्रो बाटो लिएर जानु पर्यो। सो राइट गाइज है, साइकल बोकिरहेको छु मैले र यहाँ सुजल छन्। अब यो बाटो बोकेर जाने हो, ह्यान्डलले लाउला यार मुखमा। शॉर्टकट के चक्कर में लंकट हो गया, इतना बोकना पड़ गया। let's go. Hello guys. ह्यान्डल ठुलो बसी त झन् गाह्रो हुँदो रहेछ कि। All right, time for the moto vlog. हो खुट्टा पुरै हाने अरे झारले के। अगाडिको ब्रेकै लाउनु न कि ले। यस्तो हुन्छ कि पुरै हानिराखु ला, होइन यो नट बार्ने छ। उए स्योर क्रास हो, स्योर क्रास हो। गाइज हेर्न सक्नुहुन्छ साइकल क्या दामी देख्यो पछाडि ढुङ्गा भएर होइन। र यहाँ चाहिँ हेर्नु न मच्छेट, आम्बो आम्बो कति धेरै मच्छेट हो, डेन्जर धेरै यार मच्छेट। झाडु लाऊ जङ्गलमा आएर अर्काको यति। सो त्यही न गाइज, अब एकछिनमा हामी चाहिँ त्यहाँ माथि जान्छौँ र त्यहाँ माथि नि खतरा ठाउँ छ सिनेमेटिक सर्टको लागि, त्यहीँ गएर भेटौँला। सो एगेन ब्याक टु द मोटो भ्लगिङ सेटअप। हो छिटो अगाडि जाऊ, क्यामेरामा आउँछु। यस्तो भनेपछि भाग्छन् के। आई मेड इट। चेनले धोका दियो कि यार, खड्याक खड्याक गरेर। सकेगा भाइ, क्यों नहीं सकेगा तू, आराम से कर लेगा। यस्तो है यार, यिनले उचाल्नै सकेको छैनन् साइकल। सो अल राइट है गाइज, लोकेसनमा पुगिसक्यौँ हामी। यहाँ टक्क लाएर सही खालको जस्तो ठाउँ साइकल चलाउनुको लागि। र अब चाहिँ हामीले यहाँ सिनेमेटिक सर्ट लिनुपर्ने हुन्छ। अघिबाट त्यही भनेको, सबै सिनेमेटिक सर्ट अगाडि फ्रन्टमा हालिदिन्छु होइन, त्यहाँ हेर्नुभयो होला। र यहाँ सुजल आउँदैछन्, भएन अब भन न। राइट गाइज, हजुरहरूलाई म यो ठाउँको टुर दिन्छु अब साइकलमा टक्क लाएर होइन। जाम यताबाट जाम, सुरुवात गरौँ यताबाट। गियर हार्डमा चलाउनु पर्छ।
या अगाडिको गियर चल्दैन यताको गियर चलाउनको लागि हात छैन मोबाइल छ हातमा र सुरुमा चाहिँ हजुरहरू यताबाट यता आउनु यो ठाउँ चाहिँ सही छ कि पहिला पहिला हामी साइकल चलाइराखेको ठाउँ हो र यहाँ अगाडि चाहिँ मन्दिर छ हैन र यहाँबाट भ्यू चाहिँ एकदम बवाल छ है एकैछिनमा देखाउँछु है म भ्यू हेर्नको लागि वेट गर्नु होला र 3 2 1 लेट्स गो यो सही छ होइन भ्यू यहाँ चाहिँ मजाले बस्न मिल्छ यो चाहिँ जस पम्प ट्र्याक जस्तो छ कि एउटा यहाँ चाहिँ अझ कटुसको काँडाहरू झऱ्यो ह तिनीहरूलाई मजाले सफा गर्ने होइन अनि त्यहाँ प्रोपर पम्प ट्र्याकै हुन्छ क्या यहाँ गियरै फेर्नै पर्ने भयो गाइज यहाँ हेर्नु यहाँ डोरी छ र यहाँबाट चाहिँ यता गसी चाहिँ यस्तो छ यहाँ पम्प ट्र्याक हो कि प्रोपर पम्प ट्र्याक होइन अहिले पम्प हानेको नि भिडियो देखाउँछु म हेर यहाँबाट चाहिँ जाने हो मजाले उक्ली 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 हो नाइस जस यहाँबाट चाहिँ हजुरहरू यता आउनु मिल्छ यसरी र यहाँबाट पनि सही छ जस ताल देखिन्छ कि उता र अब चाहिँ हामी उता जाऊँ एकैछिन बसौँ होइन त्यो मन्दिर अहिले भ्यू देखेको ठाउँमा एक राउन्ड कम्प्लिट भयो हाम्रो टक्क लाएर यताबाट गएपछि चाहिँ फर्किने बाटो हो यो चाहिँ र जाऊँ फेरि अगेन विथ द भ्यू ल्याऊ भाइ लप्सी ल्याऊ अहिले बाटोमा सुजलले लप्सी टिपेछन् अब खानु पऱ्यो राखा सही रहेछ यार लप्सी त यहाँ त हिमाल पनि देखेको रहेछ म त हेर्दैन अहिलेको हिमाल त सुजलले डाउनी लान्दैछन् माथिको गाह्रो चाहिँ मैले हानिदिएँ सुजल यहाँ त नजाउँ न गुल्टिन्छन् गरे गुल्टेनन् धन्न सुजलले चाहिँ यो सक्छु भनेर धाक्दैछ नि होइन हेरौँ है ल रोक न रोक पछाडिको मात्रै ब्रेक है त्यहाँ ताकेर जाने हौ कुदाउँदै आएर गएको हुन्छ सट्टै जाऊ वहाँ गएर रोकिन्छ ल यो चाहिँ हेर्दा नर्मल देख्यो नि कडा चाहिँ कडै है सक्दैन है लोड्छन् जस्तो लाग्छ है आऊ म हान्छु त्यहीँ राख न गुल्टा सिम्पल छ सो अल राइट अहिले चाहिँ हामी दुईजना बसिसक्यौँ अब चाहिँ हामी फर्किन लाग्यो अझै पछाडि ल्याउन यसरी हो ह्यान्डल पुरै देखियोस् के अनि अगाडिको बाटो पनि देखियोस् हो सो हेर्न सक्नुहुन्छ जङ्गलको बाटो कटुसै कटुस छ अहिले त्यहाँ माथि एउटा नेपाली भेटेको म त भैया रहेछ कि भनेर घुम्ने आयो हो भनिदिएको त नेपालीको रहेछ मोबाइल खसाल्दै र बर्बाद भिडियो त है त खुस